अभिवादन। म आइसपाइने उच्च माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र हुँ। पहिला त म हजुरहरू सबैलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ सुख। सुख सबैले चाहने यो कुरा, सबैले चाहने यो कुरा, अर्थ के हो यसको सबैलाई सोधे मैले, तर के मैले पाएँ सही अर्थ? राजालाई सोधे यसको अर्थ, भन्छन् दरबार र सुख। राजालाई सोधे यसको अर्थ, भन्छन् दरबार र सुख। लाग्यो उनलाई थाहा छैन अनि गए अन्ततिर। दरिद्रसँग मागे यसको अर्थ, दरिद्रसँग मागे यसको अर्थ, भन्छ खाना हो सुख। ओहो उसँग पनि रहेछ यसको सही अर्थ। पिताले भने के हो यसको अर्थ, पिताले भने के हो यसको अर्थ, भन्नुभयो परिवारको खुसी हो सुख। के हो यसको अर्थ, म पाइनँ मैले सही अर्थ। मातालाई सोधे त्यही प्रश्न, मातालाई सोधे त्यही प्रश्न, भन्छन् सही सन्तान नै हुन् सुख। ओहो कति हो सन्तानको माया, थाहा छैन केही सिवाय सन्तान। बालकलाई फेरि उही प्रश्न, बालकलाई फेरि उही प्रश्न, भन्छन् आमा तो काठो सुख। बिचरा उक्त शब्द पनि समस्याले उच्चारण गर्छ, कसरी दिन सकोस् यसको सही अर्थ। वृद्धलाई फेरि उही प्रश्न, वृद्धलाई फेरि उही प्रश्न, भन्छन् जवानी हो सुख। अहो उनीहरू त आफ्नो भूतमा गए, कसरी पाउने मैले यसको सही अर्थ। विद्यार्थीलाई दोहोऱ्याए त्यही प्रश्न, विद्यार्थीलाई दोहोऱ्याए त्यही प्रश्न, भन्छन् परीक्षाको सफलता हो सुख। अत्यधि उनीहरू त मात्र परीक्षामा उत्तीर्ण हुन चाहन्छन्, कसरी सकिँदिन यसको सही अर्थ। सबैबाट पाए थरीथरी अर्थ, थाकेर यसबाट आकाशतिर हेरे। सबैबाट पाए थरीथरी अर्थ, थाकेर यसबाट आकाशतिर हेरे। अनि सोचे के हो यसको अर्थ, सायद गुरुलाई थाहा होला। अनि दौडे उहाँ भएको ठाउँमा, भन्नुभयो विद्यार्थीको सफलता हो सुख। फेरि भयो म निराश, उहाँको आँखामा त विद्यार्थीको भविष्य मात्र रहेछ। जतिजनालाई सोधे त्यतिबाटै पाए फरक अर्थ, जतिजनालाई सोधे त्यतिबाटै पाए फरक अर्थ। लाग्यो मैले पाएँ सही अर्थ, सायद सायद मनको सोचाइ हो सुख। धन्यवाद। Wonderful poem, Anita. She clearly showed us that slam poetry is not just about English poems, it's about Nepali too. Let's give a big round of applause for her. 6.4, 8.5, and 7.9. Now we're going to have a short break, a refreshment break. The refreshments are